मन्दिर गाउँ हिँड्न लाग्छ मन्दिर। अनि अब हामी सबै रेडी भएर हिँड्नेछौँ। अनि त्यहाँ चाहिँ अब गुफा छ, त्यसभित्र छिर्नुपर्छ अनि पर्छ। अनि त्यसपछि चाहिँ हामी जाँदैछौँ अड्किएकी थिए भाउजू त्यहाँ अड्किनु भएको थियो। अनि हामी चाहिँ हिँड्दैछौँ। यहाँ चाहिँ भलिबल खेल्ने ठाउँ ग्राउन्ड छ। अनि गुप्तेश्वर युवा क्लब भन्ने हो। यहाँ फेरि सबसे ठुलो ढुङ्गा छ। अनि त्यसपछि चाहिँ वहाँ मन्दिर छ। अनि झरना छ। बर्खामा चाहिँ झरना लास्टै राम्रो देखिन्छ। झरना चाहिँ यहीँ हो। अहिले चाहिँ सुकेर यस्तो भयो। बर्खाको सिजन आउँदा चाहिँ राम्रो देखिन्छ। अनि यहाँ पानी यस्तो बनाएको छ। अब हामीले यहाँ चप्पल खोलेर यताको सिँढीतिर गएर अनि फेरि यता गुफाबाट छिरेर अनि यता निस्केर यहाँबाट झर्ने। यहाँ झारो बनाउँदै होइन। अनि त्यहाँ चाहिँ अलिक सफा खुल्ला ठाउँ बनाउने होला नि, किनकि अहिले चाहिँ बनाउँदै होइन। अब यस्तो छ बाटो अहिले हिँड्नलाई। अनि यहाँ चढेर यस्तरी यस्तो ठाउँ छ, भिरै भिर छ। अनि थाक्नु भयो। अनि यहाँ मन्दिर त्यहाँ गुप्तेश्वर मन्दिर भनेको यही हो। अनि यहाँको पानी चाहिँ अलिअलि नदेखिए पनि यहाँको पानी चाहिँ 150 या बढीले घरलाई चाहिँ सप्लाई गर्ने हुन्छ, मतलब खाने भइरहेको छ। अनि अहिले चाहिँ त्यहाँ ट्याङ्की छ हो त्यहाँ। अनि त्यहाँ पनि छ। यता गाउँ र यता गाउँ सबैलाई भ्याउँछ यो पानीले। अनि त्यो ठुलो ढुङ्गा त्यहाँ। अनि यहाँ यस्तो छ यी। अनि यहाँ चाहिँ सुन्तलाबारी छ। यहाँ सुन्तला रोपण गरिएको छ। अनि त्यता पनि छ। अनि यो यति डाँडोमा चाहिँ सुन्तला लगाएको छ। उताको डाँडोमा पनि छ छनलाई। अहिले हामी यहाँ आउने चाहिँ यहाँ अहिले चाहिँ सुन्तला छ होइन। अहिले चाहिँ हामी मन्दिर आइसकेका छौँ। अनि यो चाहिँ मन्दिर हो हाम्रो गाउँको। अनि यता नि अर्को मन्दिर छ। अनि यहाँ चाहिँ कति ठुलो रुख छ कि है। अनि यहाँ माथि गाउँ, यहाँ माथिबाट तलैसम्म चाहिँ गाउँै गाउँ छ कि हाम्रो ठुलो। अनि यहाँ चाहिँ टिकटक बनाउँदै हुनुहुन्छ। यहाँको चाहिँ मन्दिर यहाँको यस्तो छ होइन। चाहिँ यहाँ यसरी शिवलिङ्ग छ। अनि मन्दिरमा चाहिँ सब यहाँ शिवरात्रिको दिन चाहिँ पूजा गर्न सबै आउनुहुन्छ। अनि यहाँ यस्तो छ। यहाँ यता माथिपट्टि चाहिँ हाम्रो बाजा के बाजा बजाउन मिल्छ कि बाजा ट्याङ्को अनि सबै मादल सबै बजाउन मिल्छ यहाँ माथि चाहिँ। अनि अक्कर अलि अप्ठ्यारो छ कि यताबाट घुमेर जानुपर्छ। यहाँ चाहिँ भित्र छिर्ने कार्यक्रम छ। यहाँ लास्टै चिसो छ कि। अब यहाँ भित्र चाहिँ अक्करबाट छिरेर उता साइड निस्किने हो। अनि यहाँ चाहिँ यसरी निस्किन पर्छ। अनि यहाँ यस्तो छ। अनि यहाँ चाहिँ अक्करबाट छिर्ने हो कि। म त डर लाग्छ, म त सक्दिनँ। यहाँको ढुङ्गा हेर्नु कस्तो दामी छ कि। भित्र खुल्ला छ, बाहिर निस्किने ठाउँ यस्तै हो कि। हात जाम लगाउनु भिजिन्छ नि त चोर्लो। अर्को कपडा फेर्नु पर्छ। भित्र चाहिँ लाइटको व्यवस्था छ। दिदी चाहिँ त्यता तल हो त्यसरी। भेरी गुड हो त्यहाँ अड्काउनु छिरी भ्याउनु भएको हजुर त भन्नमा त सोधिलो पस्नु भयो के दिदीको पस्नु भयो ल बल 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 यस्तो के र गले जानु हो खुट्टाले प्रेसर लाग्नु दिदी हो गुड ल जानु भयो ल भाउजू हजुर ल त्यही हो दिदी अब उताबाट आउने बाटो छ हेर्नु हेर्नु दिदी मोबाइल अनि यहाँबाट चाहिँ दिदी निस्किनुहुन्छ हो र भाइ दिदी खुट्टा निस्किनु पहिला खुट्टा निकाल्नु है हजुर पहिला खुट्टा निकाल्नु हो त्यसरी नै आउँछ कोल्ड गर्दै पर्दैन हो त्यसरी गप्ती गर्नु त्यसमा काट्छ टाउको नउचाउनु ठोकेर फेरि हो त्यसरी निस्किँदै जाऊ दिदी चोर्लोमै मेरो नागिन शेष नागिन नागिनी नागिनी गनी कटबाई कुर्ता ल अब त आउनु भयो गुड जब ल दे मोबाइल रोक्ने देखो आफैले उहाँ समातेर आफै गरेर आफै आउनु अलि राम्रो काट्ने भने के हुन्न राइट राइट ल म आए है अब दिदी आइसक्नु भयो यो भाग पस्दैन पसेर अब यहाँबाट चाहिँ निस्किने ठाउँ छ कि है उताबाट पसेर यताबाट निस्किएर अनि यहाँबाट चाहिँ निस्किने हो अनि यहाँको नजारा चाहिँ यस्तो छ वा हामी घर जाने मन्दिर सोच्ने सबै घुमेर बिहान अब घर जाने अनि भोलि चाहिँ मेरो इक्जाम छ है यति नै हो मेरो आजको भिडियो